गुड मर्निङ फ्रम इलाम। आज चाहिँ म लङ टाइमपछि मिनी भ्लग हाल्दैछु है त। यत्रो दिन किन मिनी भ्लग आएन भनेर सोचिराख्नु भएको होला। मैले चाहिँ हल्का कन्टिन्यू दिन नि पाएको छैन है त। अनि म चाहिँ हल्का रिकभर भइरहेको छु अहिले, किनकि म चाहिँ हल्का बिमारी पनि थिएँ। अनि आज चाहिँ म बिहान बिहानै खोले पकाउन निस्केँ है त। आज चाहिँ मैले बिहान बिहानै खोले पनि पकाएर दिएँ। आज चाहिँ मैले 15-20 दिनपछि बाइक हेरेको, बाइकको हालत चाहिँ यस्तो भएको रहेछ है त। अनि 15-20 दिन भइसक्यो मैले चाहिँ मिनी भ्लग पनि नहालेको, बाइक पनि खासै कुदाएको छैन है त। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ म मजाले रिकभर भइसकेको छु। अनि अब चाहिँ मेरो डेली मिनी भ्लग आउँछ है त। गाउँ बसेको नि लगभग 2 वर्ष भइसक्यो होला, न केही गर्न पाएको छ है त। अनि न केही भएको छ लाइफमा है त। अब चाहिँ म जाँदैछु काठमाडौँ, इलाम टु काठमाडौँ, भोलिको यात्रा छ। आजको दिन चाहिँ मेरो कसरी बित्यो तपाईँहरूले फुल भिडियो हेर्नु होला है त। अनि देख्न सक्नुहुन्छ हाम्रो गाउँतिर चाहिँ अहिले एकदमै चिसो बढेको छ, असार लाग्नलाई खोजिरहेछ है त। पानी पनि एकदमै परिरहेछ। अनि देख्न सक्नुहुन्छ मैले चाहिँ बाइक पनि धोएर सकेँ। अनि यता चाहिँ हाम्रो दाइको छोरी हुनुहुन्छ सिमरन है त, जेठी छोरी। अनि यता चाहिँ देख्न सक्नुहुन्छ हाम्रो मम्मी र यता हाम्रो नातिनीहरू, मम्मीको नातिनीहरू है त। अनि यता चाहिँ हाम्रो कान्छी नातिनी, यता चाहिँ जेठी है त, यता चाहिँ हाम्रो मम्मी हुनुहुन्छ। अनि एकदमै ह्याप्पी भएर बसिरहनु भएको थियो सबैजना। अनि यता चाहिँ हाम्रोमा क्यारम पनि रहेको छ। यता चाहिँ हाम्रो कान्छा दाइ देख्न सक्नुहुन्छ, यता चाहिँ हाम्रो मामा, सबैजना क्यारम खेलिराख्नु भएको थियो। त्यसपछि कालेरमा गयौँ आन्टीकोमा। यसको नाम चाहिँ काले रहेको छ। अनि म घर बसेको नि 2 वर्ष जति भइसक्यो होला। अनि यो चाहिँ मसँगै छ अहिले चाहिँ है त। अनि यो चाहिँ हाम्रो छिमेकीको कुकुर हो, तर म प्रायः जस्तो मसँगै हिँड्छ है त। छिमेकीहरू चाहिँ झापा गइसक्नुभयो बसाइ। अनि यो चाहिँ अहिले मसँगै रहेको छ, जहाँ जाँदा नि मसँगै हिँड्छ है त। अनि म चाहिँ अहिले आन्टीकोमा आएको चाहिँ देख्न सक्नुहुन्छ एकदमै फुलहरू फुलिरहेछ। अनि आन्टीकोमा एकछिन गफसफ गरेर म फर्केँ है त। देख्न सक्नुहुन्छ जहाँ गए नि मसँगै हिँड्छ पछि पछि। यति माया लाग्दो छ नि, यसलाई चाहिँ म धेरै धेरै मिस गर्छु होला अब चाहिँ है त। आजको लागि मिनी भ्लग चाहिँ यति नै है त। सबैजनाले किप सपोर्ट एन्ड लभ। बाई बाई गाइज।